नमस्ते साथीहरू, आजको भिडियोमा चाहिँ म फोन पेको क्युआर कसरी डाउनलोड गर्ने भन्ने कुरा सिकाउन गएको छु। के हुन्छ भने हामीसँग स्ट्यान्ड अथवा स्टिकर छ भने त्यो स्ट्यान्ड हराउन सक्छ हैन। अब हामीले फेरि नयाँ प्रिन्ट गर्नु पर्यो भने के गर्नु पर्यो भने यो हामी ब्राउजरमा गएर चाहिँ login.phonepe.com भनिसकेपछि यो इन्टरफेस खोल्छ एउटा। यहाँ धेरै अप्सनहरु छ। त्यसमा चाहिँ अन्तिमको हेर्नु डाउनलोड क्युआर भन्ने अप्सन छ है त। यहाँ क्लिक गरिसकेपछि यस्तो टर्मिनल खोल्छ। यहाँ तीनटा अप्सनबाट हामीले चाहिँ क्युआर डाउनलोड गर्न सक्छौँ। एउटा भनेको प्यान नम्बर, एउटा टर्मिनल प्यान र मोबाइल नम्बर। यदि प्यान नम्बर बनेको छ क्युआर छ भने यहाँ प्यान नम्बर हाल्ने। एक्जाम्पलको लागि मसँग एउटा प्यान नम्बर छ है त। मैले यो प्यान नम्बर कपी गरेँ र मैले यहाँ पेस्ट गरेँ। पेस्ट गरेर डाउनलोड क्युआर गरिसकेपछि एउटा क्युआर डाउनलोड भयो त। मैले हेरौँ ल, यो क्युआर डाउनलोड भयो। यसरी चाहिँ पनि डाउनलोड गर्न सक्नुहुन्छ। हाई क्वालिटीको पिडिएफ आउँछ यसमा। टर्मिनल प्यान छ, हामीसँग प्यान नम्बर याद छैन भने चाहिँ जुनै पनि क्युआरमा के हुन्छ भने एउटा नम्बर दिएको हुन्छ टर्मिनल प्यान भन्ने। त्यो प्यानबाट पनि हामीले चाहिँ डाउनलोड गर्न सक्छौँ। यसको लागि मैले अर्को नम्बर छ र मैले यहाँ पेस्ट गरेर डाउनलोड क्युआर गरेँ भने यो पनि डाउनलोड भइसक्यो ल। मैले यहाँ क्लिक गरेँ भने अन्त घारी रेस्टुरेन्ट भन्दा अर्को आइसक्यो। यसरी चाहिँ हामीले मल्टिपल वेबाट र फोन पेबाट र मोबाइल नम्बरबाट बनाएको छौँ भने पनि यसरी मोबाइल नम्बर हालेर पनि हामीले डाउनलोड गर्न सक्छौँ। यसले गर्दा के हुन्छ भने हामीले तत्कालै क्युआर चाहियो भने चाहिँ हराएको खण्डमा भाँचेको खण्डमा यसरी हामीले डाउनलोड गर्ने, प्रिन्ट गर्ने अथवा कागजमै प्रिन्ट गरेर पनि टाल्न सक्छौँ। यसरी पनि हामीले सहज गर्न सक्छौँ है त। यो चाहिँ मैले लिङ्कमा राखिदिएको छु हाम्रो यो यसको युजर नेमहरू चाहिँ यो चाहिँ याद गर्नु होला। हजुरले पनि काम लाग्न सक्छ है त यो चाहिँ। हस्, धन्यवाद।